आज बिहानै खेततिर जान लगाएको हामीहरू हेर्नु त कति राम्रोसँग बाँदरले आफ्नो बच्चा कख्याएर बसेको के जेसुकै होस् कि आमाको माया जस्तो त कुनैको माया हुँदैन। सम्पूर्ण स्वागत छ मेरो अर्को मिनी ब्लगमा। आशा सम्पूर्ण आराम हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। हजुरहरूको माया र साथले सपोर्टले गर्दाखेरि म चाहिँ आज फेरि बिहानै उठेदेखि मेरो बिहानी काम सुरु भयो। घरको काम सकेर भान्सामा भात बसाले, खानासाना बसाले, यतापट्टि खाना बसाले, अर्कोपट्टि कुँडो बसाले। अब हामीले मात्रै खाएर भएन, बस्तुलाई पनि खुवाउनै पर्यो, पालिसकेपछि खुवाउनु पर्यो। त्यसपछि मेरो बाबु उठ्यो, निन्द्रामै छ हेर्नु। उठेर गनगनाइरहेको थियो, मेरो पालो बुई बोकेर घुमाइदिए एक फन्को अनि हाँस्यो। मेरो चाहिँ बारीमा डल्ले खुर्सानी फल्दै गरेको देखेँ मैले। फर्स्टचोटि मैले डल्ले खुर्सानी रोपेको वर्षै पछि रोप्छु, तर चाहिँ पहिलो फल्यो। अहिले चाहिँ मलाई कति खुसी लागिरहेको छ। यता चाहिँ घेरामा तर्लाङ तुर्लुङ फलिरहेछ। यता खाना बसाल्दै तसमा मैले बाख्रा निकालेँ बाहिर। बाख्रालाई घाँस झुन्ड्याएँ। बाख्राको माउ चाहिँ भित्रबाट जुल्क्याउँदै बसेको थियो, मेरो पालो कान तानेर निकालिदिएँ, बाहिर निकालेँ। त्यसपछि घाँसहरू यताउति गरेँ। घरको कामहरू त गर्नै पर्छ। आजभोलि फेरि अझै हाम्रो खेतको काम भ्याइएको छैन, धान गोड्ने कार्यक्रम जारी नै छ। खाना पाक्दै गर्दासम्म घरको अरू फाटेफुटे कामहरू पनि गर्नुपर्छ। छोराछोरीलाई बेलामा स्कुल पठाउनु पर्यो। घरको सबै काम गरिओरि भ्याएर म चाहिँ लाएँ खेततिर। म मात्रै होइन, हामी थुप्रै सङ्गीहरू लाएँ खेततिर। सङ्गीहरूले चाहिँ आजकल मेरो भिडियोमा चाहिँ धेरै सपोर्ट गरिदिनुहुन्छ। उहाँहरूले चाहिँ सृजनाको भिडियो लाइक कमेन्ट गरिदिनु होला है भनेर भन्नुभएको थियो। अनि साथीहरूले पनि सपोर्ट गर्नुहुन्छ। बाटो हिँड्नेहरू पनि ओहो ब्लग बनाउँदै हिँड्यो भन्छ। अनि जाँदै गर्दा सँगै एउटा छुट्यो त्यो कान्छी चाहिँ पछिबाट आयो। त्यसपछि हामी सबै लाग्यो खेततिर। खेतमा हामीले के गर्यो भनेर चाहिँ अर्को भिडियो आउँछ साथीहरू, प्रतीक्षा गर्नु होला है त। बाई बाई।